राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नागरिक करारमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्। 1. विक्रम सम्वत 2046 देखिकै सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्ने र सरकारी सेवालाई डिजिटल डेलिभरी मार्फत पारदर्शी बनाउने। 2. 5 वर्षभित्र औसत वार्षिक प्रतिव्यक्ति आय $3000 पुर्याउने र कुल गार्हस्थ्य उत्पादन जीडीपी $100 अर्ब बनाउने। 3. 100% बीमा सहितको गुणस्तरीय स्वास्थ्य सेवा र सार्वजनिक शिक्षामा आमूल सुधार गर्ने। 4. वैदेशिक पलायन रोक्न आईटी, पर्यटन, कृषि र उद्योगका क्षेत्रमा 12 लाख नयाँ रोजगारी सिर्जना गर्ने। 5. 15,000 मेगावाट विद्युत उत्पादन गर्ने, 30,000 किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने र 10 वटा सिग्नेचर आयोजना सम्पन्न गर्ने। 6. विदेशमा रहेका नेपालीहरूलाई अनलाइन मताधिकार दिने र वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने। 7. यदि 5 वर्षभित्र यी बाचा पूरा गर्न नसकेमा आगामी निर्वाचनमा पद त्याग गर्ने र नागरिकसँग मत नमाग्ने।